नयाँ वर्षको दिन होइन जात्रामा जाँदैछौँ यता माथि। हेलो नमस्ते नमस्ते सम्पूर्णमा। हामी चाहिँ यतिखेर आज नयाँ वर्षको दिन यो शिवपुरी गाउँपालिका वडा नम्बर 1 माङ्चेभूमे जात्रा जुन देवथानमा चाहिँ हामी तीर्थ यात्रीको रूपमा चाहिँ हामी दर्शन गर्नको निमित्त हामी यहाँ उपस्थित भएका छौँ र यहाँहरूलाई सम्पूर्णमा सर्वप्रथम त सम्पूर्णलाई नयाँ वर्षको हार्दिक शुभकामना। र आज नयाँ वर्षकै उपलक्ष्यमा नयाँ वर्षकै दिनमा चाहिँ हामी आज यहाँ व्यापक यो शिवपुरी गाउँपालिका अन्तर्गत रहेका विभिन्न स्थानबाट झाँक्रीहरूको उपस्थितिमा र स्थानीय बासिन्दाहरूको उपस्थितिमा चाहिँ यो व्यापक जात्रा हुने गर्दछ। र यहाँहरू पनि यहाँ यो ठाउँमा चाहिँ एकचोटि दर्शनको लागि आउनुहुनको लागि पनि म अनुरोध गर्दछु। र साथै एकदमै रमणीय एकदमै रमाइलो जुन एउटा शिवपुरी गाउँपालिकाको एउटा धार्मिक स्थलको रूपमा एउटा चित परिचित यो माङ्चेभूमे जुन कि यो माङ्चेभूमेको दर्शन गरे पश्चात हामीले चाहेको मनोकांक्षाहरू चाहिँ पुरा हुँदै जाने एउटा हाम्रो यो प्राचीन परम्परागतदेखि चाहिँ हुँदै आएको यो जात्राको जुन एउटा उद्देश्य रहेको छ। तसर्थ तपाईँहरू पनि यो जात्रामा यो देवस्थानको दर्शन गर्नको लागि आउनुहुनको लागि पनि अनुरोध गर्दै अहिलेलाई तपाईँहरू माझ यो दृश्य देखाउन चाहन्छु। नमस्ते सबैजनालाई। हामी त मान्छे दर्शनमा आएको छौँ। ह्याप्पी न्यु इयर। आज हामी वैशाख 1 गते नयाँ वर्ष 2082 को 1 गतेको दिनमा चाहिँ हामी दर्शन गर्न आउँदैछौँ माङ्चेभूमेको। देवथान दर्शन गरेर यता फर्किँदैछौँ है। यतै पुरै यहाँ माङ्चेभूमे नयाँ वर्षको दिनमा पुरै लाग्छ यहाँ सधैँभरि। तपाईँहरू नै आउनु होला। हामी फर्किँदैछौँ यता माथि हो है। माथि यहाँ माथि चाहिँ पुरै हाम्रो उयो हो देवथान हो। हामी यसरी फर्किँदैछौँ यता।